साथीहरु नमस्कार सम्पूर्णमा फेरि पनि यहाँहरुमा आइपुगेको छु। मलाई धेरै साथीहरुले यो फरेन इम्प्लोयमेन्टको लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओ कसरी आवेदन दिन मिल्छ, त्यसको लागि के गर्नुपर्छ, के प्रक्रिया आवश्यक हुन्छ भनेर धेरैले सोधिरहनु भएको थियो। त्यसै सम्बन्धी भिडियो लिएर यहाँहरुमा आएको छु। मलाई पनि सबै कुरा त मलाई पनि थाहा छैन र मलाई जति कुरा जानकारी छ त्यो जानकारी हजुरहरुमा पनि पुर्याउँ भन्ने धारणाका साथ म यो भिडियो लिएर हजुरहरुमा आइपुगेको हुँ। धितोपत्र बोर्डले जति पनि पब्लिक शेयरको लागि आईपीओ खुलाउँछ त्यसको 10% चाहिँ फरेन इम्प्लोयमेन्टको लागि भनेर छुट्याएर खुलाउन लागिरहेको छ र फरेन इम्प्लोयमेन्टमा को आईपीओ सबै विदेशमा काम गर्ने विदेशमा बस्ने नेपालीहरूले भर्न पाउँदैनन्। त्यसको लागि तपाईले नेपालको श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर विदेशमा वर्किङ भिसामा आएको हुनुपर्छ र श्रम स्वीकृति लिएर विदेशमा वर्किङ भिसामा आइसकेको नेपालीले पनि त्यो आईपीओ मा एप्लाई गर्नको लागि उसको रेमिटान्स सेभिङ एकाउन्ट हुन एकदमै अनिवार्य छ। रेमिटान्स सेभिङ एकाउन्ट तपाईको यदि नेपालको कुनै बैंकमा रेमिटान्स सेभिङ एकाउन्ट छ भने र तपाईले पहिलेदेखि शेयरहरु भर्दै आइरहनु भएको छ, जेनरल पब्लिकको लागि आएको भने तपाईले आफ्नो डिम्याटलाई पहिला रेमिटान्स सेभिङ एकाउन्ट खोलेर रेमिटान्स सेभिङ एकाउन्ट खोलिसकेपछि आफ्नो डिम्याटलाई चाहिँ त्यो रेमिटान्स सेभिङ एकाउन्टसँग लिंक गर्नुपर्ने हुन्छ। त्यसलाई लिंक गरिसकेपछि बल्ल हजुरले चाहिँ त्यो आईपीओ एप्लाई गर्न मिल्छ र त्यसको लागि पनि पछिल्लो 6 महिनामा तपाईको रेमिटान्स एकाउन्टमा पछिल्लो 6 महिनामा कम्तीमा 50,000 रुपैयाँ चाहिँ रेमिटान्सबाट ट्रान्ज्याक्सन भएको देखिनुपर्छ। रेमिटान्सबाट पैसा नेपाल भित्रिएको देखिनुपर्छ तपाईको त्यो खातामा र सो भएको खण्डमा मात्रै तपाईले चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओ भर्न सक्नुहुनेछ। र कतिपयको मेरो चाहिँ नर्मल सेभिङ एकाउन्ट मात्रै छ, त्यसको लागि चाहिँ अब मैले नेपालमा गएरै गर्नुपर्ने हो कि मैले यही विदेशबाटै बसेर गर्न मिल्छ भन्ने कतिपय साथीहरुको त्यो धारणा पनि रहेको छ र त्यो विषयमा चाहिँ मैले के बोल्छु भने कतिपय बैंकहरुले चाहिँ अहिले अनलाइन केवाईसी भिडियो केवाईसी भन्ने सिस्टमहरु लिएर आइपुगेका छन् र तिनीहरु मध्येबाट अथवा तपाईले बैंकमै मेल पठाएर मेरो चाहिँ नर्मल सेभिङ एकाउन्ट छ त्यसलाई मैले चाहिँ रेमिटान्स सेभिङ एकाउन्टमा कन्भर्ट गर्न चाहन्छु, त्यसको लागि मैले के गर्ने भनेर बैंकको आफ्नो सम्बन्धित बैंकको चाहिँ रेमिटान्स डिपार्टमेन्टमा तपाईले मेल पठाउनु भयो भने बैंकले तपाईलाई आवश्यक फर्महरु हजुरको मेलमा पठाइदिन्छ र तपाईले त्यो फर्महरु भरेर अनि बैंकमा चाहिँ एउटा निवेदन लेखेर मेरो चाहिँ यो नर्मल सेभिङ एकाउन्टलाई मैले रेमिटान्स सेभिङ एकाउन्टमा कन्भर्ट गर्न चाहन्छु भनेर चाहिँ एउटा निवेदन लेखेर चाहिँ बैंकमा पठाउनु भयो भने बैंकले चाहिँ तपाईको चाहिँ नर्मल सेभिङ एकाउन्टलाई रेमिटान्स सेभिङ एकाउन्टमा कन्भर्ट गर्न पनि हेल्प गर्छ कतिपय बैंकहरुले र त्यसरी तपाईले विदेशमै बसेर पनि नर्मल सेभिङ एकाउन्टलाई रेमिटान्स सेभिङ एकाउन्टमा कन्भर्ट गरेर र आफ्नो डिम्याटलाई रेमिटान्स सेभिङ एकाउन्टमा लिंक गरेर पनि यो आईपीओहरु भर्न सक्नुहुन्छ। र यसको लागि फेरि तपाईले मैले त रेमिटान्स सेभिङ एकाउन्ट पनि बनाए, सबै कुरा भयो, अब मैले कहाँबाट कसरी भर्न मिल्छ भन्ने हजुरहरुलाई लागिरहेको छ भने त्यो तपाईले नर्मल्ली जसरी पहिला तपाईले अरु शेयरहरु भर्नुहुन्थ्यो मेरो शेयर खोलेर मेरो शेयरको वेबसाइट खोलेर मेरो शेयरमा गएर माई आस्बामा गएर त्यही एप्लाई फर आईपीओ भनेर त्यहीबाट हजुरले नर्मल्ली भर्न सक्नुहुन्छ। मलाई जानकारी भएको जानकारीसम्म चाहिँ यही हो र थप केही विषयहरु भयो भने म फेरि पनि हजुरहरुमा लिएर आउने छु। हजुरहरुलाई अन्य कुनै जिज्ञासाहरु लागेको छ त्यस्तो छ भने पनि हजुरहरुले कृपया कमेन्ट बक्समा लेख्नु होला या मलाई मेसेज गरेर भन्नु होला। मैले आफूलाई जानकार भएसम्मको जानकारी चाहिँ लिएर हजुरहरुमा आउने छु। हस्त धन्यवाद।